धेरैलाई यसको बारेमा थाहा नै छैन। हामी नेपालीहरू सुगौली सन्धिको बारेमा धेरै कुरा गर्छौं, तर सुगौली सन्धिभन्दा लगभग 24 वर्ष अगाडि नेपालले अर्को एउटा महत्त्वपूर्ण सन्धि गरेको थियो, बेत्रावती सन्धि, जसले नेपालको चीन र तिब्बतसँगको सम्बन्धलाई दशकौंसम्म प्रभाव पारेको थियो। तर आखिर यो सन्धि किन गर्नु पर्यो? कथा सुरु हुन्छ 18औं शताब्दीको अन्त्यतिर। पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरणको अभियानलाई उनका उत्तराधिकारीहरूले अघि बढाइरहेका थिए। नेपाल विस्तारको चरणमा थियो। त्यही समयमा नेपाल र तिब्बत बीच व्यापार अनि मुद्रा सम्बन्धी विवाद बढ्न थाल्यो। नेपालमा बनाइएका चाँदीका सिक्काहरू तिब्बतमा प्रयोग हुने गर्थे, तर पछि तिब्बतले ती सिक्काहरूको गुणस्तर अनि मूल्यबारे प्रश्न उठाउन थाल्यो। त्यससँगै आर्थिक र व्यापारिक विवादहरू पनि थपिँदै गए। अन्ततः सन् 1788 मा नेपाल र तिब्बत बीच युद्ध सुरु भयो। पहिलो चरणको युद्धमा नेपालले जित हासिल गर्यो, तर त्यो लामो समयसम्म टिकेन। केही वर्षपछि तनाव फेरि बढ्न थाल्यो र यो पटक तिब्बत एक्लो थिएन। उसले चीनको छिङ साम्राज्यसँग सहयोग माग्यो। सन् 1791 मा चीनले ठूलो सैन्य बल तिब्बततर्फ पठायो। चिनिया सेना नुवाकोटको क्षेत्रसम्म आइपुग्यो। नेपालका लागि यो गम्भीर चुनौती थियो, किनभने अब युद्ध केवल तिब्बतसँग थिएन, त्यो समयको संसारकै शक्तिशाली साम्राज्य मध्ये एकसँग थियो। लामो सङ्घर्षपछि दुवै पक्ष युद्ध अन्त्य गर्न तयार भए। अन्ततः 1792 मा बेत्रावतीमा एउटा सन्धि भयो, जुन इतिहासमा बेत्रावती सन्धि भनेर चिनिन्छ। यो सन्धिमा के थिए त? पहिलो, नेपाल र तिब्बत बीचको शत्रुता अन्त्य गर्ने सहमति भयो। दोस्रो, भविष्यमा नेपाल र तिब्बत बीच विवाद भए चीनले मध्यस्थता गर्ने व्यवस्था गरियो। तेस्रो, नेपालले प्रत्येक 5 वर्षमा चीनको सम्राटको दरबारमा विशेष दूत मण्डल पठाउने व्यवस्था स्वीकार गर्यो। बदलास्वरूप चिनिया सम्राटले पनि उपहार पठाउने प्रचलन कायम गरियो। चौथो, नेपाली व्यापारीहरूलाई तिब्बतमा व्यापार गर्ने अधिकार सुनिश्चित गरियो। तर इतिहास शिरोमणि बाबुराम आचार्यको पुस्तक नेपालको इतिहासमा उल्लेख भए अनुसार बेत्रावती सन्धिको समयमा सामरपा लामा जीवित थिएनन्। यद्यपि बेत्रावती सन्धि र नेपाल चीन तिब्बत युद्धको प्रमुख कारण नै सामरपा लामा थिए। बेत्रावती सन्धिमा उनको सन्दर्भ यसरी जोडिएको छ। युद्धको मुख्य नीउ, तिब्बतबाट सम्पत्ति हिनामिना गरी नेपालमा शरण लिएका सामरपा लामालाई नेपालले फिर्ता नगरेको र नेपालको तर्फबाट सन्धिमा हस्ताक्षर गराएको भन्दै तिब्बती र चिनियाहरू नेपालप्रति निकै क्रुद्ध थिए। आत्महत्या र मृत्यु। युद्धका क्रममा चिनिया कमान्डर तुङथाङसँगको सम्झौता बमोजिम नेपाल उनलाई फिर्ता दिन सहमत भयो। तर नेपालबाट चीनतर्फ फिर्ता लैजाने क्रममा पहिलो बासमै सामरपा लामाले विष सेवन गरी आत्महत्या गरे। बेत्रावती सन्धिमा उनको अवशेष। नेपाल र चीन तिब्बत बीच विक्रम सम्वत 1849 अर्थात् सन् 1792 मा भएको बेत्रावती सन्धि हुनु अघि नै उनको मृत्यु भइसकेको थियो। त्यसैले सन्धिको 6औं बुँदामा नेपालले तासिलुम्पु गुम्बाबाट लुटेका माल सामानका साथै सामरपा लामाको शव र उनका साथीहरू चीन तिब्बत समक्ष फिर्ता बुझाउनु पर्ने शर्त राखिएको थियो। अन्ततः सामरपा लामा स्वयं बेत्रावती सन्धिको समयमा उपस्थित वा जीवित थिएनन्, तर यो युद्ध र बेत्रावती सन्धिको मुख्य केन्द्रबिन्दु कारण उनी नै थिए। यसरी बेत्रावती सन्धिले नेपालको परराष्ट्र सम्बन्धको इतिहासमा एउटा नयाँ अध्याय थप्यो। सायद त्यसैले बेत्रावती सन्धि केवल एउटा पुरानो दस्तावेज होइन, यो एउटा यस्तो मोड हो जहाँ व्यापार, युद्ध, कूटनीति र भू-राजनीति एक अर्कोसँग जोडिएको देखिन्छन्। र आज पनि जब हामी नेपाल, चीन र हिमालय क्षेत्रको इतिहास बुझ्न खोज्छौँ, बेत्रावती सन्धिलाई व्यवस्था गर्न मिल्दैन।